धराने स्टाइलको मिठो आलुदम आज बनाऊँ है त। फर्स्टमा आलुलाई बोइल गरेर रेडी गर्नुहोस्। अब रातो सुकेको खोर्सानी, काटेको लसुन अदुवा, जिरा, धनियाको दाना अनि थोरै पानी हालेर ग्राइन्ड गर्नुहोस् अनि पेस्ट बनाउनुहोस्। अब गोलभेडाको पनि पेस्ट बनाउनुहोस्। अब कुकिङ पटमा तोरीको तेल हाल्नुहोस्। त्यसमा जिरा र तेजपत्ता हालेर फ्राई गरेर काटेको प्याजलाई मजाले मिडियम हिटमा फ्राई गर्नुहोस्। अब अघिको मसलाको पेस्ट त्यसमा एड गर्नुहोस् अनि यसलाई पनि फ्राई गर्नुहोस् ड्राई नभएसम्म। अघि बनाएको गोलभेडाको पेस्ट पनि एड गर्नुहोस् अनि धुलो खोर्सानी, बेसार, चाहिने जति नुन हालेर मिक्स गर्नुहोस्। अब यसलाई हल्का ड्राई नभएसम्म पकाउनु पर्छ। ड्राई भइसकेपछि उसिनेको आलु हाल्नुहोस् र एकछिन जेन्टल भएर कोट गरिदिनुहोस्। लो हिटमा राखेर एकछिन कभर गरिदिनुहोस् अनि हाम्रो आलुदम अलमोस्ट रेडी भइसक्यो। लास्टमा धनिया हालेर अनि हाम्रो एकदम नै मिठो धराने आलुदम तयार हुन्छ। रोटी अनि पुरीसँग मजाले खानु होला अनि यस्तै रेसिपीहरू हेर्न मलाई फलो गर्नु होला।